के हजुरले बिजनेसको लागि जग्गा लिन खोजिरहनु भएको छ या हजुरहरूले सस्तो जग्गा खोजिरहनु भएको छ? जग्गा पनि कस्तो ठाउँमा भनेदेखि काठमाडौँबाट 30 किलोमिटरको दूरीमा अलि भ्याली बाहिर हजुरले जग्गा खोजिरहनु भएको छ। यदि खोजिरहनु भएको छ भनेदेखि नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वार्ड नम्बर 1 मा पर्न गएको यो जग्गा बिक्रीमा आइसकेको छ। को कुरा गर्नु पर्दाखेरि हाम्रो दुप्चेश्वर महादेव टेम्पल जाने हाइवे बाटोबाट 1 किताभित्र र गुफेश्वरी महादेवको पाउमा पर्न गएको यो जग्गा बिक्रीमा आइसकेको छ। प्रपर्टी लिँदाखेरि हजुरहरूलाई एउटा अर्को सानो एउटा सुविधा पनि पाउनुहुन्छ। यो घरमा चाहिँ हजुरले यो प्रपर्टीमा चाहिँ हजुरले बनिरहेको एउटा 4 कोठाको घर पनि छ। यो 4 कोठीवाला घर हो। यो घर चाहिँ एकदम राम्रोसँग बलियोसँग बनाएको छ। हजुरहरूले यसलाई भत्काएर आफ्नो हिसाबले पनि बनाउन सक्नुहुन्छ भनेदेखि हजुरहरूले प्रपर्टी किनिसकेपछि होइन आएर बस्छु भनेर भन्न चाहनुहुन्छ भनेदेखि यो घरमा हजुरहरू आएर बस्न पनि सक्नुहुन्छ। यो घरमा बत्तीहरू, पानीहरू, ढलहरूको सबै सुविधाहरू सबै गरिसकेको छ, बनाइसकेको छ। हजुरहरूले केही पनि गर्नु पर्दैन, हजुरहरूले आएर बस्न सक्नुहुन्छ। हेर्नु पर्दाखेरि टोयलेटहरू सबै छ, सबै चिजको सुविधा छ। बाख्राहरू पनि पाल्न सक्नुहुन्छ। बाख्रा पाल्नको लागि हजुरहरूले एउटा सानो घर पनि छ यता मान्छे बस्नको लागि। यस्तो राम्रो ठिक्कको घर